सेलाइदिन्छु है मजाले हल्का अब चाहिँ भरेमा यसलाई छोपिदिन्छु। यस्तो मजाले पाक्दैछन् है। यसमा चाहिँ मैले जिरा र धनियाँको पाउडर लगाइदिएँ। मैले आफै चाहिँ सिलौटामै पिसेको मिक्सर गरेको चाहिँ अलिकति मलाई स्वादै नआएको जस्तो लाग्छ, त्यही भएर म चाहिँ प्रायः मसलाहरू चाहिँ सिलौटामा नै पिसेर लगाउने गर्छु। मसला लगाइसकेपछि मजाले फर्काइ यसरी चलाइदिनुपर्छ। त्यसरी चलाएर पकाएको मासु कति चाहिँ मिठो हुन्छ होइन गाइस। हुन त मासु जस्तो कुरा मिठो नहुने त कुरै भएन। कतिको कलर लागिसक्यो है। यो तेजपत्ताको चाहिँ रस मासुले दिइसक्यो नि त, त्यसको बास्ना आइसक्यो। मैले त्यसलाई झिकिदिएँ अनि यसमा चाहिँ मैले एड गरिदिएँ खोर्सानी अनि अदुवा लसुन एकै ठाउँ पिसेर यसको पेस्ट मैले एड गरिदिएँ। अनि यसलाई पनि मजाले चलाइदिनुपर्छ। यसमा चाहिँ मैले मिट मसला पनि अलिकति लगाइदिएँ। अनि चाहिँ थोरै मलाई मसला हेर्दै कति खाउँ लाग्दो भएको छ है। यसमा मैले आफ्नो स्वाद अनुसार नुन पनि एड गरिदिएँ। यो चाहिँ आज मैले पिरो फ्राई मात्र खाने, त्यही भएर नुन मैले थोरै लगाइदिएँ। ग्रेभी रसवाला बनाउने हो भने चाहिँ त्यही अनुसारको नुन एड गर्नुपर्छ अलिकति। मलाई चाहिँ यसरी मजाले पाक्नुपर्छ है। र यसमाथि चाहिँ मैले अघि काटेर राखेको प्याज पनि एड गरिदिएँ। प्याज चाहिँ पछि हालेको मात्रै मनपर्छ, त्यही भएर अगाडि नै म चाहिँ तेलमा चाहिँ खासै लगाउँदिनँ। यतिको रातो भइसक्यो, कति मजाले पाकिसक्यो।